हेलो गाइस, हामी चाहिँ जाँदैछौँ है आज डाँडामा। अनि यहाँ छ हाम्रो बोस सरहरू यता छ है। ल हामी चाहिँ अहिले पुन्टामा छौँ। हामी जाँदैछौँ पुन्टामा छ। सिक्नु पऱ्यो भने के खाने गरी केही छैन, त्यही कपाल नै काट्नु पर्ने। ल गाइस, हामी चाहिँ बेलक्सीमा आइपुग्न लाग्यो है। अनि हामीहरूको 2-3 वटा चेकिङमा चाहिँ हामीले 1500 फाइन दियो। खोला चाहिँ यस्तो दामी देखिरहेको छ नि है। ल हामी चाहिँ मेलम्चीमा आइपुग्यो अहिले। अनि मेलम्ची यता छु किनभने त्यहाँ चाहिँ बसेन हामी। हिँड्नु न है, यस्तो छारो नि कपालको हालत त्यस्तो छ। यहाँ छ एउटा यता ब्यागको हालत देख्न सक्नुहुन्छ है। त्यही क्या बाइकको यो निकालेपछि चाहिँ त्यही हो, पछाडि बस्ने चाहिँ यस्तै हो होइन। हामी चाहिँ यहाँदेखि फेरि जानुपर्ने हुन्छ। अगाडि पनि लास्ट गाह्रो छ यार। हामी चाहिँ यहाँ भेट्दा हेर्दा वाक्क दिक्क भइसक्यो है। अनि यहाँ यस्तो छ ल। अनि यता रहेछ यहाँ चाहिँ बोर्ड छ, बोर्डको चाहिँ यता है। हामी चाहिँ बोर्ड मिस्टेक हेरेर अहिले झन् उता गएको होइन। अनि भाइ जाउँ कटुवा नयाँ बस्ती चाहिँ यता मास्तिर रहेछ। ल त्यही हो, त्योबाट जाने मास्तिर रहेछ गाइस। ल है गाइस, यहाँले चाहिँ बाटो बनाउँदै रहेछ है। बाटो बनाउँदै रहेछ। बाटो चाहिँ नर्मल नै हो। अब हामीले चाहिँ ट्रिपल चौथो बाइक है। गाह्रो भइरहेको छ। बाटो चाहिँ खराब नै हो, जानु पर्यो अब। Next right. देखियो हामीले गाइस, माथि कुबुडाडा। Oh my god! Continue for 4 kilometers. चस्मा लगाएर मलाई कस्तो देखाएको छ भन्ने सुना। उसको साथमा ल यस्तो छ भ्यू चाहिँ गुफा डाँडामा है। अनि सनराइज पनि दामी देख्दैछ सायद सँगसँगै नै। अनि यहाँ चाहिँ केटाहरू आउँदैछ, यहाँ बाइक छ। लाग्छ जान्छ होला, त जान्छ होला। ल कुदेको त। ल हामी चाहिँ हिँडिरहेको छौँ है। अनि यस्तो बाटो रहेछ है। बाइक चाहिँ हामीले ल्याएन। सबै डाँडोको माथिसम्म कि हामी होइन। ल हामी चाहिँ अब आइपुग्नु लाग्यो है। अनि यहाँ छ यो म्याच पटिने चाहिँ एउटा नि पढेन भन न। ल खासमा होइन, यसले मलाई चिया खाना जाऊँ न त भनेर ल्याएर आएको। यिनीहरू हिजो काम देखाएको थियो, चिया खाना जाऊँ रे भनेर होइन। यस्तो लुगा लगाएर कि चप्पल लगाएर आएको। अहिले चाहिँ कहाँ आइपुग्यो भन्ने थाहा छैन कि कहाँ आइपुग्यो भन्ने। ल है सन्नै हिँडियो। यहाँ चाहिँ होमस्टे रहेछ सायद। अब केही खानु पर्ला। माटोहरू कालो कालो रहेछ, तर मान्छे त फेरि गोरी छ नि। फेरि यस्तो बाटो बनाइदियो भएन हुन्छ नि फाल्तु गाडी। जस्तै गरेर ल सिधा टपमा गएर भेट्छ क्या अब हामी एकदम। हामी चाहिँ माथि टपमा जुन जान देखेको छ त्यो डाँडामा चाहिँ जाने प्लानिङ छ हाम्रो चाहिँ है। खासमा हामी चाहिँ त्यो सिँढीबाट जाऊँ भनेर चाहिँ रोडेर आएको। खासमा हामी चाहिँ सिँढी नै भेटेन है। त्यो ल भ्यू हेर्नु भ्यू है।
Check guys. Check it. ल यस्तो छ है भ्यू है डाँडादेखि चढ्दै आएको हामीहरू यता चाहिँ पार्टी आउँदैन है नयाँ सोलाहरू नआउँदियो केटाहरूले भोक लाग्यो मलाई त पानी देख्दा लागि अरू भन्दा नि भोक भन्दा नि बढी पानी चाहिँ देख्ला हामीलाई अनि आज चाहिँ यो जङ्गलको बिचबिचमा मान्छे हिँडेको छ कि हेर्नु न मान्छे हिँडेको ठ्याक्कै यो छ कि हिँड्ने तपाईँ क्यामेरा देखाएको छैन होला होइन सायद तर हामीले चाहिँ आँखाले चाहिँ मस्त देखिरहेको छौँ कि मान्छे हिँड्ने ठक्क यस्तो छ कि जङ्गलतिर प्रायः सब ठाउँ छ कि यस्तो चाहिँ कहाँ को हिँड्ने हो यसरी आशा मासला को हिँड्ने है आइपुग्यो ल ल है गुफा डाँडा चियर है हुनु चाहिँ गाई रहेछ हामी चाहिँ यो माथि पुग्यो आयो फाइनली गाइस हामी चाहिँ गुफा डाँडामा आइपुग्यो है यो चाहिँ हुन्छ चाहिँ हाम्रो गुफा डाँडाको यो अनि यो चाहिँ यस्तो रहेछ माथि चाहिँ हामी चाहिँ अनि यो माथि डाँडामा पुगेर आएको माथि नेपालको झन्डा रहेछ त्यहाँनिर पुगेर आयो हामी चाहिँ त्यो चाहिँ टावर है ल उनीहरू जानुपर्ने हुन्छ है धेरै ढिला भइसक्यो हामीलाई हुन्छ यसको चाहिँ ल गाइस है गुफा डाँडाको सिँढी गुफा डाँडा अनि गुफा डाँडाको यो फोटो खिच्नुहरू है हेर छ अनि हामी चाहिँ फोटोसोटो भएर सुट भएर गइसक्यौँ हामी चाहिँ पल्लो डाँडादेखि आएको हो क्या खासमा यसको नि पल्लो डाँडादेखि आएको अनि माथि गयो अनि माथि टावर पनि गयो अनि माथिबाट यहाँ आएको त्यही भएर चाहिँ त्यही हो ल है यस्तो छ गाह्रो छ हिँड्ने अनि के गरे तपाईँहरू चाहिँ यहाँ आउने सोचमा हुनुहुन्छ भने चाहिँ होटेलको आश नगर्नु होला बाटो एकदम अब त्यही हो पुरै एक्सपिरियन्स भएकोहरूले मात्र ल्याउनु सक्छ बाइकहरू चाहिँ अनि होटेल चाहिँ एउटा नि छैन है अनि खाना अनि धाराहरू नि छैन धारा चाहिँ छ तर धारा चाहिँ पानी छैन रहेछ अनि बोतलमा पानी ल्याएर आउनु होला अनि अलिअलि खानालाई अनि खानालाई खानेकुराहरू ल्याएर आउनु त्यही हो हामी अहिले होइन होटेल खोजेको होटेल एउटा छैन बिहानदेखि भोकै आएको यस्तो भोक लागिरहेको छ भने पानीदेखि लिएर मर्न आइसक्यो यहाँ